कति साइडमा दिनु यहाँबाट मेन चाहिँ यहाँ छ यो मेन चाहिँ यो गेट हो जान पाउँछ साथीहरू यहाँ चाहिँ मार्केट जस्तो यहाँ सानसानो मन्दिरहरू छ पानी परेर बिजोग दाजु हेलो एभ्रिवान नमस्ते आइम झोले जोजो लाप्पा आई होप तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै ठिकै छु साथीहरू र अहिले चाहिँ बिहानको लगभग 8:30 भइसकेको अवस्था छ साथीहरू म चाहिँ अघि नै उठिसकेको र उठेर एकछिन मोबाइल चलाएँ अब चाहिँ साथीहरू म चाहिँ अहिले काठमाडौँमा छु र निकै दिनपछि मैले भिडियो बनाइरहेको छु र म चाहिँ केही दिनको लागि इन्डियातिर पनि गएको थिएँ अनि बिमार भएर आएको अनि त्यसपछि घर चाहिँ म गएको छैन यता मान्छे खोजिरहेको छ कि त्यही भएर पनि मान्छे लिएर जानुपर्ने र तपाईँहरू पनि मोमो बनाउन आउँछ भने तपाईँहरूलाई पनि मसँग जान सक्नुहुनेछ मलाई चाहिँ 10 जना मान्छेको आवश्यकता परेको छ साथीहरू है त सो तपाईँहरूले टाइटल थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला र साथीहरू अब चाहिँ बिहानै उठेर म चाहिँ अब चाहिँ हल्का पानी परिरहेको छ अघि बिहान चाहिँ 6 बजेर चाहिँ पानी परिरहेको थियो राति पनि हल्का फुल्का सो अहिले चाहिँ पानी रोकिएको छ टोटल्ली सो अब चाहिँ म जानुपर्ने हुन्छ साथीहरू पशुपति मन्दिर आज भन्दा म लगभग 3-4 वर्ष अगाडि गएको थिएँ र त्यो यादहरू चाहिँ एकदमै अब मेमोरिज बनेको छ मेरो पहिला मेरो गर्लफ्रेन्डसँग त्यहाँ बाचा गरेको थिएँ त्यो ठाउँमा चाहिँ म आज चाहिँ तपाईँहरूलाई डुलाउनको लागि सबै कुराहरू बिस्तारै देखाउँदै जानेछु र तपाईँहरूले मेरो भिडियो हेरेर इन्जोय गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोड दिनु होला है त साथीहरू सो अब चाहिँ म टक्क कपडा सपा लगाइसकेको छु साथीहरू कस्तो देखेको छ यो चाहिँ हिजो मात्र किनेको मैले र म आएको चाहिँ लगभग 2 दिन भइसकेको छ र अब अहिले बिहानको समयमा चाहिँ म अब पशुपति दर्शन गर्नको लागि जान लागिरहेको छु र त्यही हो यो चाहिँ होटलको रुम हो सो भिडियोमा गरेर आउनुहोला र अब फटाफट रेडी हुन्छु त्यसपछि बाँकी कुराहरू गर्दैछु है त साथीहरू सो साथीहरू यहाँबाट चाहिँ मेरो सन्दाबाट हजुर आयो पानी परेको थियो हिजो बेलुकी पनि पानी परिरहेको थियो है अहिलेको यो क्याफे बस पाराको अगाडि हो म चाहिँ यो बिजी मल भन्छ नि यो मल चाहिँ एकदमै चर्चित छ यो चाहिँ सुपर मार्केट हो र त्यहाँ चाहिँ अब तपाईँहरूले विभिन्न थरीको सामानहरू किन्न सक्नुहुन्छ काठमाडौँ मेन भनेको यही हो अहिले चाहिँ त्यतिकै पानी रोकिएको छ र म चाहिँ अब यहाँबाट निस्केर आएको पशुपति गएर दर्शन गर्छु अनि त्यसपछि बाँकी कुराहरू हेर्दै गर्नु होला भिडियोमा अनि त्यसपछि मेरो रुम चाहिँ यही हो है साथीहरू अब चाहिँ ढोका जाउँछु अनि त्यसपछि निस्किनु पर्ने हुन्छ म यहाँ ढोका लगाएर पनि गाह्रो हुन्छ क्या यहाँ एउटा मान्छे छिर्न सक्दैन तर त्यो ठुलो छ झ्याल चाहिँ सोधेर साथीहरू अब चाहिँ म मास्क लाउँछु यहाँ छ मास्क अब यसलाई लगाएर अनि यसको थोरै यो माइकको थोरै यो के नमिलेको हो है यसको पनि सामान किन्न जानुपर्ने छ न्यु रोडतिर म चाहिँ अहिले बसबाट पनि उत्रेर यहाँ भित्रपट्टि पशुपति जानु बाटो यो चाहिँ साइकल आएर यस्तो छ नजर चाहिँ तल आएर है अब यहाँ भित्र जान्छु अनि माइकबाट भिडियो गर्ने लगाएर गर्नुहुन्थ्यो तर भोइस चाहिँ क्लियर सुनेको छैन माइक लगाएको मैले अनि यो चाहिँ साइडमा झुन्ड्याउनु पऱ्यो पछाडि कति साइडमा झुन्ड्याउनु पऱ्यो यहाँबाट चाहिँ सबै तल टक्क लाएर है सानो गाडी पनि जाँदो रहेछ ट्याक्सीहरू चाहिँ म चाहिँ यतिकै हिँडिरहेको छु त्यही नै हो साथीहरू यहाँ तल टक्क लाएर
तपाईँहरूलाई पनि देखाउँछु म तत्काल हात त्यहाँ पुगेपछि सबै कुराहरू दर्शन गर्नुपर्ने हुन्छ त्यहाँको लागि अहिले चाहिँ 9 बजिरहेको छ नजिकै यतापट्टि अनि यता चाहिँ फुल बेच्नेहरू चाहिँ कम्मै हुँदो रहेछ बेलपत्र यो भन्छ के के यस्तोहरू है घरमा त यो चढाउँछ नि त फुलहरू सबै अहिले देखिसक्नुहुन्छ मान्छेको चाहिँ कराउँछ दोकानहरू कमै छ मान्छेहरू पनि कमै छ म यता आएको भित्र चाहिँ भिडियो बनाउन पाउनु होला सायद मेरो ख्यालमा है भित्रपट्टि चाहिँ भिडियो बनाउनु सक्दिनँ हेर म चाहिँ छिरिसकेको छु पहिला पहिला आउँदाखेरि चाहिँ यहाँ त्यो कहानी पनि त भन्न पाउँछु पहिला चाहिँ यहाँ मास्क चाहिँ खोल्छु म अब गाडीमा चाहिँ धुलो त त्यही भएर त्यहाँभित्र चाहिँ सायद यदि भिडियो बनाउनु चाहिँ पाउनु होला सायद भित्र चाहिँ अनि बाहिरबाट मान्छे चाहिँ कराउँदो रहेछ तन्न हेर्नुहोस् न मान्छे गाइड म चाहिँ मन्दिरभित्र पसिसकेको छु त्यसलाई नेपालीमा पर्या भन्छ इङ्ग्लिसमा कति मजाले खेलिरहनु भएको छ त्यो मेन देखिरहेको छ म चाहिँ यसले पशुपतिभित्र छु साथीहरू यहाँको नजारा चाहिँ तपाईँहरूलाई देखाउँछु मान्छेहरू कमै छ साथीहरू यहाँ अझै 5 मिनट आएर चाहिँ मेन चाहिँ यहाँ छ ए मेन चाहिँ यो गेट हो मान्छे हेर्नु कति भिड हेर्नुहोस् त लाइनमा लाग्नुपर्नेछ यताबाट औ उता घुम्दै घुम्दै उता यस्तो छ मान्छे हेर्नु न कति धेरै पानी खोला बसेको केही कुराहरू भन्छु यहाँको एकदम मेमोरी छ पहिला चाहिँ मेरो घर पनि हुँदाको एकदमै यहाँ हाम्रो बाटो थियो नि त त्यही भएर त्यो कुराहरू भन्छु देखाउँछु भेटिन्छ कहाँ माथि हो कति कुराहरू पानी परेर त्यस्तो पानी पऱ्यो शीतल अब पानी रोक्नु त त्यति पऱ्यो होइन यहाँ पनि राम्रै माला सोला त बसेर बाहिरको नजरमै जान पाउँछ साथीहरू यहाँ चाहिँ मार्केट जस्तो यहाँ सानसानो मन्दिरहरू छ
पानी परेर बिजोग दाजु The earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, caught in the rhythm of the stars and the moon. अहिले पनि त्यहाँ जलिरहेको छ कति गाछहरू मान्छेको जिन्दगी के रहेछ भनेर त्यही भएर साथीहरू भ्रमण चाहिँ नगर्नु होला त्यही हो यस्तै एक दिन यसरी जानुपर्छ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ यसो भइरहेको छ है मान्छेहरू है तर कसैको दाजुभाइ कसैको भाइ कसैको बहिनी कसैको आमा गाईहरू पानी परिरहेको छ रोकेको छ त्यही हो अहिले हो यहाँ चाहिँ लामो कहानी छ सो अहिले चाहिँ त्यो बेची चढाएको लगभग 4-5 वर्षपछि चाहिँ त्यसपछि यहाँ प्रवचन हुँदै रहेछ त्यो पनि बोलेको भए सायद म त्यति जोसँग बोल्न सकिरहेको छैन होइन त्यही नै हो अब जिन्दगीमा अब त्यस्तै हुँदो रहेछ अब कहिले चिताएको पुग्ने नपुग्ने त्यो अब आफ्नो हातमा हुँदो रहेछ त्यही नै हो लगभग 5 वर्ष भयो 8 वर्षपछि मैले यहाँ दर्शन गर्न आएको सो त्यही नै हो यहाँभित्र चाहिँ प्रवचन हुँदै रहेछ यहाँभित्र समोसा चना आलु तपाईँलाई हो के भन्छ विशाल बजार भन्छ यो ठाउँलाई मैले चाहिँ यहाँ माइकको लागि समस्या भएर बलुवा समस्याको हल भएर यति महँगो परेको सानो चिज ल्याएर त्यसो गरेर माइकको लागि आएको पानी परेर नाजुक भयो यार त्यो पनि यार यस्तो पानी परेर नाजुक छ कसरी जानु अब यार गाह्रो छ कसरी जानु पानी परेर त छाँदा पनि छैन हेर्नुहोस् है उता उता पशुपति दर्शन गरेर आएको यहाँ डाइरेक्ट अनि त्यसपछि माइक पनि दिइसक्यो अब पानी परेर साथीहरू अब कसरी जाने होला त त्यही टेन्सन छ गाइस म चाहिँ अहिले आफ्नो होटेलको रुममा आइसकेको छु र पानी परिरहेको छ बाहिर चाहिँ एकदमै अनि त्यसपछि म चाहिँ पशुपति दर्शन गरेर पनि आइसके भन्दा पनि पशुपति दर्शन गरेर त्यहाँबाट खाजा खाएर डाइरेक्टली म चाहिँ न्यू रोड गएँ न्यू रोड किन गएको भन्दा यो माइकको लागि कनेक्टिङ एउटा ऊ चाहिँ त्यो उसमा लाउनलाई एउटा ऊ चाहिरहेको थियो यसको लागि चाहिँ माइकको लागि कनेक्टेड ऊ चाहिँ अनि त्यसपछि त्यही भएर म सिधा गएँ न्यू रोडमा पाएन साथीहरू त्यसपछि त्यहाँबाट हल्का उतापट्टि विशाल बजार भन्ने ठाउँमा चाहिँ त्यहाँ पाएँ तर यस्तो सानो यस्तै सानो पाउँथ्यो यो जस्तै यत्रै सानो चिज चाहिँ मैले लिइरहेको छु यो मैले कनेक्ट गरेको छु रिभर उसमा लाउने छ कलर कनेक्टिङ त्यसलाई त 3500 भन्दो रहेछ है मलाई त थाहा थिएन है यति साह्रो महँगो हुँदो रहेछ अहिले डिजेको माइकलाई गर्नलाई चाहिँ अनि त्यसपछि 3000 भन्यो 3500 भन्थ्यो सुरुमा चाहिँ 3000 मिलाएर लिएर आइसकेँ रुममा डाइरेक्टली अनि त्यसपछि पानी कति ठुलो परेको त्यहाँ न्यू रोड पुग्दाखेरि चाहिँ पानी एकदमै ठुलो परेको थियो अनि एकछिन बस्यो पनि सो अहिले चाहिँ पानी परिरहेको छ सिमसिम अहिले पनि सो बाहिरपट्टि र त्यही हो साथीहरू आजको भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला भन्न चाहन्छु र अब भिडियोहरू कन्टिन्यू आउने छ र अरू बाँकी कुराहरू चाहिँ गर्दै गरौँ ल अर्को नेक्स्ट भिडियोमा फेरि यस्तै गरी
भेट हुनेछ नयाँ भिडियोको साथ। अनि अहिलेको लागि बिदा दिनु ल। बाई बाई गाइज।